तो साथीहरू म चाहिँ आज तपाईहरुलाई त्यो दृश्यहरू देखाउँदैछु। आज चाहिँ म पूर्ण रूपमा चाहिँ यहाँ सानो मिनी झरना हेर्न सक्नुहुन्छ। यो चाहिँ झरनाको एउटा आउँछ, झरना चाहिँ हेर्नु मिल्दैन। र यहाँ चाहिँ यो कुन ठाउँ आइपुग्यो भन्दाखेरि आज चाहिँ म यो जुन तपाईहरुले पोहोर सालको घटना सुन्नुभएको थियो, दुईटा बसलाई चाहिँ तपाईको खोलामा त्यहाँ लगेर चाहिँ केही मान्छेहरू त्यो बस्दा देखाउँदैछ। म तपाईँहरूलाई यो ठाउँ चाहिँ यो चाहिँ झुल्ने पुल छ त्यहाँनिर देख्न सक्नुहुन्छ। उता चाहिँ पुरा त्यो चाहिँ तपाईँको हेर्नुहोस् त्यो माथि त्यहाँ चाहिँ पाहाडबाट झर्ना आइरहेको है, त्यो झर्ना भइरहेको माथिको दृश्य चाहिँ त्यो खाल्लै ठाउँमा चाहिँ झर्ना झरिरहेको छ। मजाले हेर्न सक्नुहुन्छ, दुई ठाउँ रहेछ झर्ना झरेको दृश्य। यो ठाउँ चाहिँ म तपाईँहरूलाई देखाउँदैछु आज। यहाँ पनि झर्ना चाहिँ छ, मिनी झर्ना, तर यो चाहिँ सानो। बाटो क्रस गर्नु पनि यो बाटो चाहिँ एकदम पिच छ र बाटो क्रस गर्नु पनि एकदम गाह्रो छ। त्यो भएर तपाईँहरूलाई मैले यहाँ आज त्यसमा नि अलिअलि बाढी चाहिँ आज यस्तो चाहिँ माथितिर चाहिँ पानी परिरहेको छ। पानी परेको कारणले गर्दा पनि त्यसतिर चाहिँ ल यहाँ चाहिँ देख्न सक्नुहुन्छ है, बाढीको बहाव चाहिँ यस्तो छ। यहीँ चाहिँ हो तपाईँको यहीँबाट राति चाहिँ तपाईँको त्रिशुलीमा दुईवटा गाडी चाहिँ बस चाहिँ यहाँबाट चाहिँ बाटो थियो, अझै पुरै यहाँबाट चाहिँ तपाईँको त्यो पत्तै भएको थियो। त्यो बाढी देख्न सक्नुहुन्छ। के शालिक रहेछ, शालिक पनि रहेछ है। त्यो शालिकमा चाहिँ सिमल ताल भन्ने तपाईँहरू यहाँ पाउन सक्नुहुन्छ। त्यो चाहिँ म हेरेर देखाउँदैछु। त्यो सिमल तालमा चाहिँ यहाँ बित्नुभएका हरेक मानिसहरूको चाहिँ नाम लेखिएको छ। अझै के अरे मिति 2081 साल असार 28 गते चितवनको सिमल तालमा भएको एन्जल डिलक्समा रहेका यात्रुहरू हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरूको स्मृतिमा निर्मित स्तम्भहरू यहाँ तपाईँहरू नाम देख्न सक्नुहुन्छ। ठेगाना र नाम चाहिँ लेखेर चाहिँ मृतकहरूको चाहिँ सबै धेरै चाहिँ 12 वर्षको व्यक्तिहरू रहेछ। दृश्य पनि खोलाको बिचमा गएर म चाहिँ जाँदैछु यो झुल्ने पुलमा। आज एक्लै यात्रा छ मेरो। आज एक्लो यात्रा क्रममा चाहिँ तपाईँहरूलाई मैले पनि यसो आएको बेला चाहिँ बिस्तारै रमाइलो गर्दै चाहिँ जाउँ न त भनेर चाहिँ मेरो भाइहरू कन्टेनर भिडियो सिडियो बनाउनु फोटो खिच्नु गरिरहेको छ। उता हेर चाहिँ खोलाको कोही यहाँ छ अनि यता माथितिरबाट खोला आइरहेको बाढी चाहिँ बाढीको माथितिर चाहिँ पानी परेको कारणले गर्दाखेरि खोला देखि सक्नुहुन्छ तपाईँले एकदम मेल मिलाएर चाहिँ अलिकति डेन्जर जोनै हो यो ठाउँ। ल त्यो ठाउँबाट चाहिँ तपाईँको गाडी दुईवटा भएर यो ठाउँमा चाहिँ हराएको थियो र त्यो गाडीको केही अतो पत्तो केही पाउनु सकेन। मान्छेहरू पनि एक दुईजना त भेट्यो होला, तर सबै चाहिँ भेट्नु सकेन। त्यो भिड पाखमा माथि चाहिँ तपाईँको झर्ना सर्ना पनि यस्तो हरियाली बाटोमा चाहिँ राम्रो, तर चर्को घाम लागिरहेको छ है गाइज। थ्याङ्क यू गाइज। भिडियो हेर्नुहोस्, मनोरञ्जन लिनुहोस्, अनि तपाईँहरू कमेन्टहरू गर्नुहोला। बाई बाई गाइज।